बहिनीहरू पैसा दिँदैछ कि मलाई गीत हेलो ब्याक टु माई युट्युब च्यानल म चाहिँ होइन म आज इन्डाइभ गरिरहेको छु क्या आज इन्डाइभ गरेको छु इन्डाइभमा होइन सबैले भन्नुहुन्छ कि इन्डियामा इन्कम राम्रो छ होइन टाइम पास हुन्छ इन्कम राम्रो छ म आज इन्डाइभ गरिरहेको छु होइन मेरो फर्स्ट राइड आज कालिम्पोङ हुन्छ त मेरो फर्स्ट राइड आज ललितपुरदेखि हुन्छ कहाँसम्म हुन्छ मेरो गोदावरीसम्म हुन्छ होइन अनि यसमा होइन बिच बिचमा बोल्दै जान्छु म एउटा सिस्टरलाई कुरा गरेर जान्छु सिस्टर मेरो इन्डियाको आज फर्स्ट इन्डियाको फर्स्ट प्यासेन्जर हो क्या ऊ बहिनी चाहिँ होइन म आज इन्डिया घरमा बस्दा बस्दा बोर भएर पनि म इन्डिया निस्किआएको अनि कहाँ जानु त दिनभरि के गर्नु त होइन केही छैन अरू केही पनि छैन अब होइन सबैजना दसैँ तिहारमा छुट्टी घरतिर गएर गइरहनु भएको एक्लै घरमा छु होइन कसरी दिनभरि बिताउने त दिनलाई कसरी सेलिब्रेट गर्नु त आज भनेर म आज के गर्नु त इन्डाइभ गर्न गएको छु क्या है ल म इन्डाइभमा के भइसकेको छ होइन म हिँड्दैछु बोल्दैछु होइन म कस्तो कहाँ पुगेँ भने यो क्यान्सर हस्पिटल नजिक पुगेँ ललितपुर क्यान्सर हस्पिटल हर्सिटी क्यान्सर हस्पिटल नजिक पुग्नु थालेँ म है यो इन्डाइभबाट फाइदाहरू धेरै छन् साथी मेरो एउटा के फाइदाहरू देखेँ भने मैले होइन अब आयस्वर त त्यति भइ नै हाल्यो होइन अब ठाउँहरू धेरै कुरा बुझ्न पनि सकिन्छ होइन अर्को कुरा के हो भने मानसिक तनावबाट एकदम मुक्त हुन्छ है इन्डाइभ गऱ्यो भने मानसिक सबभन्दा ठुलो मान्छेले मानसिक रोग त्यसमा चाहिँ मुक्त हुन्छ किन भन्दा म घरमा हिजो अस्ति 3-4 दिन बस्दा वाक्क भइसक्यो म कस्तो डिप्रेसन जस्तो भइरहेको अहिले चाहिँ आज दिनभरि राइड हान्दाखेरि एकदम मलाई फ्रेस भइरहेको छ माइन्ड फ्रेस भइरहेको छ एकदम र साथीहरूले अब दिनमा होइन इन्डाइभ गरेर फ्यामिलीहरूलाई एकदम सुखीसँग राख्नु पनि भएको छ हामी होइन युट्युबहरू टिकटकहरूमा देखिरहेको हुन्छ नि त होइन राइड हानेर अनि एकदम आइसक्नु राम्रै गर्नुभएको पनि हुन्छ होइन सानो लगानीमा सानै इन्कम गर्नुभएको हुन्छ नि त होइन एकदम राम्रो कुरा पनि हो यो है म अब अगाडि बढ्दैछु घुम्न लाग्यो त घुम्नुपर्छ म अहिले पुलमा आएँ जुन हरिसिद्धि पुल है अब यहाँबाट हल्का मोड छ त्यसपछि मोडबाट एकदम स्ट्रिट बाटो छ हाइवेबाट एकदम राम्रो छ बाटो पनि राम्रो छ गोदावरी एकदम रमाइलो छ क्या होइन बिदाको दिनहरू भयो त्यसपछि छुट्टीमा के अरे छुट्टी हुन्छु होइन यसो मोड फ्रेस गर्न गोदावरी चाहिँ एकदम राम्रो ठाउँ हो होइन एकदम रमाइलो छ होइन भित्र एकदम चिसो ठन्डा होइन होटलहरू खान बस्नुलाई एकदम राम्रो छ क्या है हजुर पनि आउनु होला के कस्तो खोकी लाग्यो हजुर पनि आउनु होला होइन माइन्ड फ्रेस गरेर जानु होला यो ललितपुर पुरानो बस्ती है त्यो धेरै घरहरू यो रोडमा धेरै घरहरू पुरानो घरहरू छ यो होइन पुरानो घरहरू धेरै पुरानो घरहरू पनि छ एकदम राम्रो घरहरू पनि छ क्या पुरानो घर पनि होइन एकदम मजबुत घर क्या छ कि ललितपुरमा गोदावरी जाने हाइवे रोड हो है साथी हो
तर यस्तो गाउँको बस्ती जस्तो लाग्छ है मलाई यस्तो ललितपुर गोदावरी रोडमा आउँदाखेरि होइन मलाई यस्तो गाउँतिरको याद आउँछ क्या पुरानो घरहरू चट्ट साँगुरो बाटो होइन अनि त्यसपछि अलिकति यो मास्टर आएपछि यो जुन हर्सिदी क्यान्सर अलिकति मास्टर आएपछि अलिक चिसो अनुभव हुन्छ क्या अनि गर्मीमा चाहिँ एकदम शीतल अनुभव हुन्छ चिसो पनि त्यस्तै हो एकदम चिसो अनुभव हुन्छ क्या त्यही भएर अनि मलाई चाहिँ अलिकति गाउँको याद आउँछ यो टर्निङ अलिकति यो डेन्जर छ टर्निङ दुर्घटना पनि धेरै हुन्छ यो टर्निङमा विचार गरेर आउनुपर्ने हुन्छ टर्निङ है त्यसपछि हेर्नु देख्न सक्नुहुन्छ पुरानो घरहरू के प्रशस्त छ क्या पुरानो घरहरू अनि राम्रो छ फेरि होइन एकदम राम्रो पनि छ पुरानो मजबुत छ क्या त्यो घरहरू है अलिकति खोकी लाग्छ कि मलाई त्यति बोल्न पनि सकिरहेको छैन अस्ति घरमा बस्दा बोर लागेर अनि म आज इन्जोय गर्छु कति हुन्छ के हुन्छ है अनि माइन्ड फ्रेस कसरी हुन्छ अनि कस्तो इन्जोय हुन्छ कस्तो मान्छेसँग भेट हुन्छ भने म एकदम होइन मनमा खुल्लो लागेर नै म दिनमा 1 बजेदेखि इन्जोय सुरु गरेँ मैले मेरो फर्स्ट इन्जोय मेरो सिस्टरले हुन्छ तपाईँ बस्नुपर्छ है अहिले लास्टमा देखाउँछु फर्स्टमा देख्छु उहाँ सिस्टरलाई लास्टमा पनि देखाउँछु होइन आज इन्भाइरोमेन्ट पनि एकदम राम्रो छ अलिकति गर्नु लाग्यो भने चिसो है म ठाउँ बोल्दै जान्छु होइन स्टेपमा बोल्छु स्टेपमा बोल्दैन अलिकति घाँटीमा पनि अलिक समस्या देखिन्छ आज अनि त्यही भएर अनि म स्टेपमा बोल्छु अनि स्टेपमा बोल्दिनँ सबै कुरा बोलेर पनि साध्य हुँदैन कति बोल्नु एक्लै पर्दैन होइन अनि कस्तो पनि मान्छे गफ गऱ्यो भने माइक चाहिँ घरमै छुटेको छ माइकमा बोल्नु पर्छ अनि त्यसले कसरी बोल्नु जहिले पनि अगाडि मोबाइलमा सुन्दैन धेरै घुम्नुपर्छ नि बाइकमा अनि सुन्दैन त्यही भएर अनि पछाडि मान्छेलाई माइक छैन अनि गफ गर्नु पाइरहेको कि सीट अफेयर भयो कि बहिनी सीट अफेयर भयो कि बसलाई सीट अफेयर भयो कि भनेको कस्तो हिमाल बादल पनि यस्तो हिमाल जस्तो देखिरहेको छ माथि है त्यो गाडीतिर अलिक गाडीहरू बाटो साँगुरो छ अनि जाम हुन्छ अनि दुर्घटना पनि हुन्छ कि फेरि 4 छुट्टीको गोदावरी एउटा गाउँ घर बनाउने मान्छेहरू एकदम आतिर आएर हुन्छ अनि पछाडि गाडीमा वाट्ट हानिहाल्छ क्या अनि देख्नु सक्नु कस्तो पुरानो घरहरू हो है धेरै छ पुरानो घरहरू यो घुमाहरूमा गाउँ पनि छ होइन गाउँ पनि पुरानो घरहरू पनि छ क्या त्यो सबै पुरानो घरहरू हो ट्याक्सी मोटर साइको भट्टीमा कुवा त्यो बाटो यहाँनिर धेरै साँगुरो अति साँगुरो छ बाटो फेरि है एकदम साँगुरो छ अनि डबल गाडीहरू पनि एकदम ठुलो गाडीहरू है छिर्न पनि गाडी गएर घर भर्ती छ है चोक भइहाल्यो त्यो बाटो पुरै साँगुरो माथिसम्म साँगुरो छ एकदम सानो गली जस्तो छ जबरजस्ती छिराउनु पऱ्यो त्यो गाडीहरू पनि एकदम क्लियर गयो होइन त्यस्तो कस्तो भन्नु जबरजस्ती नगरेर
क्लियर गरेर उनीहरूको गाडी चलाउनु एकदम शान्त बाटो फेरि यता त ठुलो छ अब समस्टिङमै हामी अब पुग्न थाल्यौँ गोदाबारी है गोदाबारी अब पुग्नु छिट्टै पुग्छौँ हामी अब त ठुलो बाटो आइहाल्यो अब त बाइक दौडाउनु मजा आउँछ हो अब बाटो डबल ठुलो एकदम ठुलो छ बाटो त्यति मात्रै हो पछाडिको 500 मिटर बाटो पनि सानो छ अन्त अब गोदाबारीसम्म छैन गोदाबारी बाटो निस्केको छ अनि स्टेट पनि छैन बाटो अप्ठ्यारो बाटो छैन स्टेट छ बाटो यता त झन् धेरै चिसो अनुभव हुँदैन कस्तो हुन्छ भने यता जङ्गल छ नि त नजिक जङ्गल पनि छ अनि त्यसपछि चिसो पनि छ पानी पनि कस्तो पाइन्छ नि गोदावरीतिर होइन जङ्गल पानी त आइहाल्यो यसबाट दौडाउनु भन्दा चाहिँ फेरि उडाउने हो बोलेको पनि सुन्दैन पछाडि के बोलेको अगाडि के बोलेको सुन्दैन आफ्नै पारामा दौडाउनु पर्छ गार्डन नर्सरीहरू गार्डनहरू कसो पर्छ यहाँ फेरि त गोदाबारी साइडतिर त्यो नर्सरीहरू एकदम प्रख्यात ठाउँ पनि हुन्छ होइन एकदम प्रख्यात ठाउँ हो अति प्रख्यात ठाउँ धेरै थरीको फुलहरू राम्रो फुलहरू सस्तो पनि पाउँछ धेरै साथी सस्तो पनि पाउँछ राम्रो पनि छ राम्रो पनि पाउँछ अरूभन्दा चाहिँ राम्रो सस्तो पाउँछ महँगो सबै प्रजातिको फुलहरू एकदम सुपर पनि पाइन्छ सबै ठाउँ यहाँको धेरै सबै ठाउँमा राम्रै पाउँछ मैले 3-4 जना राख्थेँ तर बाहिरभन्दा के अरे गोदावरी सस्तो पाउँछ अब हामी गोदावरी पुग्नु थाल्यौँ अब बुझ्नेमा हामी गोदावरी सुटबाट हामी जान्छौँ होइन तिहारले गर्दा साह्रै त्यो जाम छैन बाटो चाहिँ ठुलो छ तिहारले गर्दा सबै घर जानुभएको तल गाउँघरको जानुभएको तिहार होइन तर बाटो चाहिँ एकदम ढिला नै आएको छ दोकान त फिटिलिली दौडाउनुपर्छ एकदम मजाले दौडाउन हाल्नु नत्र कहाँ यसो दौडाउन सक्छ अब गाडी त अब जाम परेर गोदावरीमा हामी गोदावरी चोकमै पुग्यौँ यो सानो पुल छ यहाँ होइन पानी आइरहन्छ माथिबाट पानी आइरहन्छ अब गोदावरी चोकमै पुग्यौँ हामी पहिले त होइन यो के अरे सानो सानो घरहरू जस्तो थियो अहिले सबै नगरपालिका भत्किहाल्यो होइन त्यसपछि अहिले त सबै खुल्लै छ हामी योबाट लेफ्ट साइड जान्छौँ हामी है गोदावरी लेफ्ट साइड जान्छौँ यसो सिधै 3 मिनटमा हामी
अगाडि पुग्छौँ। गोदवारी नर्सरी पनि पुग्छौँ हामी। गोदवारी पार्कको पनि हो, नर्सरी पनि हो, एकदम राम्रो छ। अब गाडी त यस्तै हो, धेरै छ गाडीहरू पनि जाम हुन्छ नि त, यहाँ त सानो बाटो जान्छ अनि त्यसपछि जाम चाहिँ एकदम धेरै जाम हुने गर्दछ यहाँ। बाटो साँगुरो पनि छ, सानो पनि छ क्या। ल अब हामी योबाट हामी अगाडि गएर लेफ्ट साइड जान्छौँ हामी है। त्यहाँ चाहिँ गोदवारी पार्क हुनेछ। यो टर्निङ पनि अलिक डेन्जरै छ टर्निङ, स्पिड हान भने पनि सकिँदैन क्या। त्यो स्पिड बिग्रेछ क्या अब यहाँहरूको एक्सिडेन्ट पऱ्यो कि बिग्रियो त्यो थाहा भएन। अब हेर्न पनि भ्याइएन। हामी आफ्नो तरिकाले दौडेर खान्छौँ, यादै हुँदैन क्या। झ्याप फेरि पनि हाल्ने कुरा पनि भएन। बाटो छोड्दै म अगाडि जान्थेँ नि, कस्तो बाटो च्याप्दिएको भनेर मान्छे केही छैन। बाटो गर्दैछ अगाडि जाँदैन, बाटो गर्दै उपट्याक गर्नु नि हेर्दैन। गाडी अगाडि गाडी थिएन नि त। पर्खाल उतिको पुरै गोदवारीको वरिपरि पुरै पर्खाल लगाइराखेको छ। भित्र फुलहरू यति धेरै प्रजाति फुलहरू पाउँछ, यति राम्रो फुलहरू पाउँछ है, पुरै छोड्नु। अब यहाँ पर्खेल हुने गोदवारी त यी फुलहरू, त्यसपछि के त हो नि पार्क में जाने सर, पार्क में जाने हो हैन? गोदवारी हामी बजार सम्झौँ, बजार जस्तै होटलहरू कल गरौँ हामी लेफ्ट टर्न दिन्छौँ, हामी गोदवारी पुग्छौँ। अब बहिनीले साथीसँग कुरा गर्छ भन्नुभएको छ, कल गरौँ त। तपाईँले कुरा गर्नु ल, साथीसँग कुरा गर्नु, अनि त्यसपछि हामी जाने नि। अब यो मान्छे कसो लगाएको छ गाडी पुरै पछाडि बसेर ओ गेट त तलतिर होइन, गेट तल पार्कको गेट अगाडि हो ल ल। अब आज लास्ट पो भएको छ क्या हो भित्र त, कति धेरै गाडी छ आज त। आज त धेरै छ मान्छे, लास्ट प्याक छ क्या। ल हामी अब चाहिँ गोदवारी चोक भन्दा पनि गेटमै पुग्यौँ है। आज साह्रो भिड छ एकदम छ। आज तिहारको दोस्रो दिन फर्किन्छ ल होइन, तिहार सकियो हिजो, आज त तिहार भएको दिन छुट्टी छ नि त। बहिनीहरू पैसा दिँदैछ कि मलाई के कति उठेको अरे बहिनी, कति उठेको अरे, कति उठेको अरे? ल थ्याङ्क यू सिस्टर है। आज गोदावरीमा तिहारको दोस्रो दिन एकदम लास्टै भिडभाड छ कि। घोडाहरू पनि छ नि त, घोडामा बसेर फोटो खिच्ने मान्छेहरूलाई घोडाहरू पनि छ है। म गोदावरीमा छु आज है। आज चाहिँ धेरै भिड छ। हिजो अस्ति भन्दा आज चाहिँ फर्किन्छ ल गाडीहरू छ, तर अब हिजो अस्ति पनि धेरै हुन्थ्यो भिड, आज चाहिँ कमी नै छ।